लागेर अब यो कारखानाहरू चाहिँ सरकारले चलाउनुपर्छ है। यो हेटौडा सिमेन्ट कारखाना अनि यो कपडा कारखाना हेटौडाको होइन, यहाँ जति नै उत्पादन गर्ने चिजहरू चाहिँ सरकारले चलाउनु पर्यो। अब के अरे युवाहरू बेचे होइन। अब मलाई त तनाव लाग्छ क्या, अरूभन्दा नि पासपोर्ट अफिसतिर जानुपर्छ, एयरपोर्टतिर जानुपर्छ होइन, मान्छे रोएर बिदा गरेर हुन्छ होइन। त्यो हेर्दाखेरि चाहिँ के जिन्दगी हो जस्तो लाग्ने क्या। अब पैसा आवश्यक छ, पैसाकै लागि दौडिनु परेको छ मान्छेलाई होइन। त्यही पैसा यहीँ आफ्नै विदेश स्वदेशमा कमाउन पाए त होइन, परिवारसँग पनि छुट्टिनु पर्दैन। अब अहिले लडाइँ भइरहेको छ यत्रो अरब कन्ट्रीहरूमा होइन। अब नेपालीहरू आउन पाइरहेका छन् है। अब नर्कको बास जस्तो भएर बसिरहेछन् होइन। आफ्नो घरमा भए त जे भयो नि, दाजुभाइ इष्टमित्र आमा बुवाहरूसँग बस्दाखेरि होइन, जुन शान्त हुन्छ, मन शान्त, मन आनन्द अनि त्यो अहिले छैन नि त। अहिलेको स्थिति हेर्दाखेरि अब यहाँ अब आमा बुवाहरू हुनुहुन्छ होला कतिको होइन, दाजुभाइहरूको। अब उहाँले त मनमा कति पीडा होला क्या, के भयो कसो भयो के गरेर होला भन्ने होइन। न्युज त्यस्तै आउँछ होइन। त्यही भएर आफ्नै देशमा उत्पादनहरू बढाउन सके होइन। कसैलाई विदेश जानै पर्दैन थियो। 50,000 मिनिमम तलब दिएर राखोस् सरकारले पनि होइन। त्यो उत्पादन गरेको चिजहरू विदेशीलाई बेच्न सकौँ हामीले होइन, डलर भित्राउन सकौँ। युवा बेचेर भित्राको हामीलाई चाहिएन क्या। अब खाडीमा यसो सोच्दाखेरि 35-40 हजारको जागिर खान जाने पनि छन् होइन। अब त्यही व्यक्तिहरूलाई यहाँ 50,000 दिएर टक्क सरकारले होइन जागिर दिएर राख्न सके कति राम्रो हुन्छ। उत्पादन हुनु पर्यो नेपालमा, अरूभन्दा नि उत्पादन हुनु पर्यो। हामीले मोबाइल आइफोन बोकेर देश विकास भएन क्या होइन। बोक्ने रहर सबैको हुन्छ, बोकिन्छ, कति दुःख गरेर कमाइन्छ होइन। तर यो होइन कि विकास भनेको यो मात्र रहेछ भन्ने चाहिँ नहोस् क्या। अब अस्ति नेताहरूको भाषण जुन घर दैलो कार्यक्रमहरूमा गएको होइन, त्यो टिकटकहरू सामाजिक सञ्जालहरूमा सुनिन्थ्यो नि, यो बाटो मैले बनाएँ, यो उसले बनाए, यो पार्टीले यो बनायो। यार दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो क्या। यो मैले बनाएर उसले बनायो भन्नै पर्दैन क्या। हाम्रो करले बनायो हो पहिला सुरु त। हामीले कर तिरेनौँ भने कसरी बन्छ हो। अनि देश हेरौँ भने अब विदेश गएर आएको मान्छेलाई सोध्यो भने आफ्नो देश 90 को दशकमा कुदिरहेछ, उनीहरूको 2025मा कुदिरहेछ होइन। अब बाटोकै कुरा गर्दा पनि ल फ्लाइओभर ब्रिज कहाँ फ्लाइओभर ब्रिजमाथि अर्को ब्रिज हुन्छ होइन। जमिन मुनि ट्रेन कुदिरहेको हुन्छ होइन। अहिले त सबको हातमा मोबाइल छ त, सबले हेर्न सक्यो भने त कहाँ के भइरहेछ भने सब थाहा छ त होइन। अब त्यो पार्टीले कुन फलानु पार्टीले बनाइदियो, ढिस्कानो पार्टीले त्यो भन्ने बेकुफ हो क्या। त्यो भन्ने मान्छे बेकुफ हो है। त्यो त बनाउनु पर्ने उनीहरूको कर्तव्य नै हो त। त्यो ठाउँमा पुगेर नि बनाएन भने चाहिँ कसले बनाउनु त भने क्या। कर त हामीले तिरे होला नि त, उसको गोजीको पैसाबाट त बनाएन पक्कै पनि होइन। डेभलप भने त आफूले जुन हिसाबले सामान बेच्छौँ, अरू देशलाई सामान बेच्छौँ, त्योबाट डलर कमायो भने अनि मैले कमाइदिएको थिएँ, यसरी फ्याक्ट्री चलाइदिएको थिएँ, यति युवालाई मैले पाल्ने एउटा बाटो बनाइदिएको छु भन्ने त्यो बरु गर्वसाथ भन्न पाइयो क्या त्यो चिजलाई।
यो त बाटो त हामीले नै कर तिरे होला नि यार। वर्षमा त बाइक गाडी सबको कर तिरिरहेको छ यार। लाखौँ करोडौँ गाडी छ होला यार नेपालमा। त्यसरी पर्सेन्ट ट्याक्स उठाउँथ्यो यार। नेपालकै पैसाले बन्छ त यार बाटो त यार। त्यही पनि अब बाटो बनाउन पनि विश्व ब्याङ्कसँग लोन लिएर बनाएको हुन्छ। किन लोन माग्नियो त्यो बाटो बनाउनलाई? लोन के को आवश्यकता हो? होइन कति कुराहरू चाहिँ अब हामीले पनि देखिरहेको हुन्छौँ, नलेज लिइरहेको हुन्छौँ होइन, के कसो भइरहेछ, देशको स्थिति कसरी यसो भइरहेछ। अनि दिगदार लाग्ने क्या त्यो चिज सम्झिँदा। अब हिजोको दिनमा भनौँ न 72 साल मलाई थाहा भएअनुसारले म अब त्यत्रो 72 सालमा जुन 72-73तिर चुनाव भएर अनि 73 कि कति चुनाव भएपछि अनि बल्ल त्यो पसलहरू दर्ता भयो होला नि गल्लीको। नत्र भए त दर्ता बिना नि चलिरहेको थियो त देश होइन। अब गल्लीको मैले थाहा पाएअनुसारले एउटा कोक झार्न पनि दर्ता बिना झार्दैन थियो क्या त्यो बेला। अनि अहिले सबले राजस्व तिर्छ क्या। हाम्रो टोलको त गल्लीको पसलेहरूको दर्तै थिएन क्या त्यो बेला। राजापालदेखि नै चलाएको पसलहरूको पनि दर्ता थिएन क्या। तर अहिले दर्ता गरेर कर उठाउँछ। अनि कर उठिसक्यो, कर त्यत्रो कर उठाउँछ, गल्ली पिछेको पसलको कर उठाउँछ। त्यही पनि सरकारले कहिलेकाहीँ आफ्नो के अरे सरकारी कर्मचारीहरूलाई तलब दिन पुगेन, यो दिन पुगेन भन्दा चाहिँ किन पुग्दैन भन्ने सोच आउँछ क्या।